हामी चाहिँ दुईजना बाइक रोकेर यहाँ हिलो भएको छ के अरे यो मङ्गलसेन स्मृति ब्रिगेड बसेको उगाको यो पूर्व जन्मति सेना क्याम्प चाहिँ यहाँ यो हो यहाँदेखि भित्र आर्मी बसेर श्री खडक दलगन सुरक्षा क्षेत्र लेखे उगा बसेको रहेछ खडक दलगन अहिले फेरि यो के भन्छन् गाउँपालिका नगर प्रहरी खटाउनु भएको रहेछ यहाँको हेरचाह अथवा सुरक्षा बस्नलाई यहाँ रहेछ मूल चाहिँ यो हाम्रो जनमुक्ति सेना धेरै खुसी लाग्यो धेरै समयपछि गेट खुला छ यहाँ चाहिँ गेट आफ्नो बनायो राखौँ त कमरेडहरू हामी आएदेखि त पहिले बनिएको थियो हामी त 76 साल हजुरहरु कतिजना बस्नुहुन्छ सर यहाँ नगर प्रहरी दुईजना बस्नु म त खानी बस्ने त यो ल भनौँ त कमरेड यहाँको अनुभव पुरानो अनुभव अहिलेको नयाँ अहिले आउँदाखेरि के भयो कस्तो लागिराखा पुरानो पुरानो संरचना सबै भत्किसकेछ केही पनि छैन नयाँ देखेर त अनुभव त के आँखाबाट आँसु मात्रै आउनु बाँकी छ कस्तो यस्तो रहेछ यहाँहरूको पहिलाको चाहिँ पूर्व क्याम्पमा जनमुक्ति सेनाहरू बसेको क्याम्प यो कुन अरे यो उगा ब्यारेक उगा होइन मङ्गलसेन ब्रिगेड बसेको उगा ब्यारेकको चाहिँ यो यही घर त होला नि स्वास्थ्य जस्तो यही छ क्या अधिकृत श्रम के लेखा छ यो त पछि बनाएको घर अधिकृत कक्ष यो यसमा आर्मी बस्यो क्या होइन त्यहाँ दलगन लेखेको छ क्या त्यहाँ उसको लागि होला क्या यो गणपतिको लागि हो क्या ल हजुर भनौँ त सर यसको बारेमा केही ठिक छ आजभन्दा 13 वर्ष पहिला यो मङ्गलसेन स्मृति ब्रिगेड बसेको ठाउँमा पुनर्निर्माणको लागि एकपल्ट जाउँ त साथीहरू भनेर आएका थियौँ खुसी लाग्यो हेर्दाखेरि राज्यले लगानी नगर्दाखेरि सम्पूर्ण संरचनाहरू निर्माण भएका संरचना पनि ध्वंस हुँदो रहेछ भन्ने कुरा चाहिँ यो ब्यारेकबाट प्रमाणित भएको आज पाएँ मैले दुःख पनि लाग्यो आफू बसेको ठाउँमा हेर्न आउँदा खुसी पनि लाग्यो यस्तो छ नि सबै भौतिक संरचनाहरू ढलेका छन् अनि यो चाहिँ मेन गेटभित्रको ल यहाँ चाहिँ मन्दिर पनि रहेछ के हो यो मासु काट्ने ठाउँ हो यो पछि चलाचला पाल्ने बनाएको छ त्यो सर रोल्पाकै हो सर हजुर ल हेर्नुहोस् यस्तो भएको रहेछ यो चाहिँ रोल्पा मङ्गलसेन ब्रिगेड बसेको क्याम्प यसरी भग्नावशेष भएको छ यसरी ढले खान सबै घरहरू अहिले चाहिँ यहाँ नगर प्रहरीहरू बस्नु हुँदो रहेछ दुईजना नगर प्रहरी बस्नुको लागि जस मान्छे नबसेपछि कुनै पनि घरहरूको हालत बिग्रिहाल्ने भत्किहाल्ने है संरचना मान्छेको घरको गहना नै मान्छे क्या भने मान्छे बसेन भने मान्छे बस्यो भए अहिले यस्तै हुँदा त यो गऱ्यो भने त कसले कति राम्रो हुन्थ्यो होला लिपपोत भइरहेको हुन्थ्यो होला तपाईँ यहाँको नगर प्रहरी होइन नगर प्रहरी कति वर्ष भयो यहाँ बस्नु भएको हजुर म बसेँ त भर्खर 8-9 महिना भयो 8-9 महिना भयो अगाडि टोलीहरू आउनुहुन्थ्यो चेन्ज भइरहेको छ 6 जना ग्रुप छ हाम्रो 8 जना छ 2 जना त उतै बसिराख्नुहुन्छ हामी 6 जना चेन्ज हुँदै हुँदै मेरो चाहिँ अहिले 9 महिना भयो बसेँ 9 महिनादेखि 2 जना बस्नु भएको 2 जना 9 महिना भयो घर कहाँ तपाईँको यहाँ मेरो रोल्पा वार्ड नम्बर 6 होइन रुन्टीकोटी गाउँपालिका वार्ड नम्बर 6 रोल्पा त रोल्पा हुन्छ सर ल हुन्छ भेटघाट भयो हजुरलाई धन्यवाद आफू बसेको ठाउँ एकपल्ट
यो बाटो चाहिँ क्याम्पको अहिले पछिल्लो भित्र कार्यालय ब्रिगेड कार्यालय भएको जाने बाटो घाँस उम्रेर बाटो बिग्रेछ यस्तो छ वातावरण चाहिँ हाम्रो टोलीहरू उहाँ छन् हाम्रो टोलीहरू त्यहाँ बसेका छन् केही टोलीहरू उता छन् हाम्रो टोलीहरू उहाँ बसेका छन् ल्याउनु त ल त्यो मलाई ठिक छ त्यो छोडिदियो यो सबै क्याम्प हो चाहिँ नाच्ने के दाइ यिनी पुरा यहाँ त मस्तसित नाच्ने नाच्ने भन्दैछन् बुढाबुढीले ल चाहिँ हामी यो के अरे होलेरदेखि बुझाएको होला चौकुटे चौके भन्ने ठाउँमा त्यो त भर्खर बन्दै रहेछ नि दिने यो नेपाल प्रहरीको नेपाल प्रहरीको यो हो ल भनौँ त ल भनौँ त यो ठाउँको बारेमा के छ स्मरण ल भनौँ भाइ त्यही तरकारीको स्पोर्ट नि यो जन्मसेना अगाडि तारा छ टोपीमा यो फेरि एक दुई ठाउँ हामी यिनीहरूले यिनले वास्तवमा उ गरेको ल हामीलाई यहाँ फाइट पऱ्यो भनेर शेरबाट सम्पर्क गर्न खोजेको यता आउनुहोस् यहाँबाट रेडी अट्याक गर्ने पोजिसनमा यो त्यो चाहिँ खबर त अहिले त के गर्ने भन्ने त्यो भयो ल आइज के गर्ने यो चाहिँ रेडी पोजिसनमा गएर अनि यो भयो कमान्डर ऊ भयो यो चाहिँ सिपाही त्यो चाहिँ मेडिकल किट हो जसलाई चाहिँ घाइतेहरू उपचार गर्नु त्यो गर्नु यो चाहिँ मेडिकल किटवाला बोकेको यो चाहिँ महिला ऊ भयो महिला प्रहरी यिनीहरू भयो महिला प्रहरी बाटो छोरा छैन ल चाहिँ यहाँ हाम्रो शहीदहरूको नाम पनि होला सायद ल हेर्नुहोस् यहाँ चाहिँ यहाँ शहीदहरूको नाम रहेछ 2052 फागुन 1 गतेबाट देशमा चलेको सशस्त्र द्वन्द्वको क्रममा राज्य पक्षबाट विभिन्न स्थान र नीतिमा मारिनुभएका रुन्टीगढी गाउँपालिकाभित्र स्थायी ठेगाना भएका शहीदहरूप्रति रुन्टीगढी गाउँपालिका परिवार हार्दिक सम्मान व्यक्त गर्दछ। राज्य पक्षबाट मारिएका शहीदहरूको विवरण यस प्रकार छ। ल हेर्नुहोस्, 1 नम्बरमा दौलत विक, खड्गबहादुर बोहरा, विक्रम बुढा, रामबहादुर घार्ती, कर्णबहादुर घार्ती, कृष्णबहादुर बुढा मगर, रेशमबहादुर पुन, वामदेव कामी, मानबहादुर दमाई, प्रेमबहादुर पुन, ज्ञानबहादुर पुन, तारा मगर, पुन मगर, बलबहादुर नेपाली, गौतम पुन, इन्द्रबहादुर सेजवाल, ऋषिराम पुरी, सत्य घार्ती, चित्रबहादुर पुन, अनि दिलकुमार पुन मगर, दलबहादुर घार्ती, रेवती बुढा मगर, प्रेम घार्ती मगर, कविराम पुन मगर, बसन्त बहादुर पुन मगर, कान्ताराम खड्का, मतिराम पुन, तेजस्वी पुन, अनि पेनु घार्ती मगर, पूर्णबहादुर बुढा मगर, कलबहादुर खत्री। ल यो चाहिँ हाम्रो शहीदहरूको लिस्ट यहाँ छ, यस प्रकार छ। ल हेर्नुहोस्, बाँकी चाहिँ आफै हेर्नुहोस् है। ल धन्यवाद। यता चाहिँ बङ्करभित्र मतलब पोस्टमा बसेको प्रहरीलाई देखाएको छ अनि शहीदहरू यता पनि रहेछ। नेपाल प्रहरी चौकी आक्रमण संक्षिप्त जानकारीमा पहिलो आक्रमण यहाँ छन्। यहाँको शहीदहरूको रहेछ। यताबाट कस्तो दामी आउने रहेछ बुझ्याल।
स्या छ भने अर्कै गर्छ यार मुखमा त्यो चाहिँ तैँले भलक बनाएर सब मुलुक संसार सबलाई देखाउनु क्याम्प जनमुक्ति सेनाले कब्जा गरेको भौतिक दूरीमा टाढा भयो फेरि गभर्नमेन्ट स्मारक वर्गीय नाता चाहिँ हाम्रो पवित्र राम्रो छ मौसम चाहिँ हेर्नुहोस् बादल सँगसँगै छौँ हामी यति राम्रो छ मौसम स्याहारको भयो यो चाहिँ खर्सेको ब्यारेक खर्सेको पुरानो ब्यारेक चाहिँ आइपुग्यो यस्तो खन्दाहरू बनेको छ बाटो साटो छैन ल साथीहरू जाँदैछन् आफू बसेको क्याम्पमा हेर्न यस्तो बादल सँगसँगै छौँ हामी त बादलले ठिक गरेको छ ल हेर्नुहोस् झार उम्रिएर खर्सेको ब्यारेकमा चाहिँ के अरे दवन ब्यारेक हामी त लामो समय बस्यौँ नि यो ब्यारेकको नाम 5औं डिभिजन कार्यालय भएको 5औं डिभिजन कार्यालय दवन होइन बोर्ड के अरे त्यो पहिला के टेस्ट ल यो चाहिँ गेट सानो सानो क्लिप जोड्ने बस्ने यहाँको ड्युटी हो सेन्ट्री एकपल्ट हान्नु न त हतियारमा कति सुहाउँथ्यो नि एसएलआरसँग कि यहाँ चाहिँ सेन्ट्री पोस्टमा फोटो खिच्ने मान्छे पनि कति राम्रो ड्युटी बसेको मान्छे कि विगतमा बसेको याद आयो होला नि यहाँ सेन्ट्री बसेको हाम्रो सालीज्यूलाई त्यो सेन्ट्री पोस्ट बन्दै रहेछ घर बन्दै रहेछ एउटा को गरे प्रताप भाइ वसन्त बाबुराम माधव नेपाल अनन्त पासन अरू ठ्याक्कै नाम बिर्सेँ अहिले मेन सक्छ मैले यो घर यो घर यो तीनवाला घर होइन त्यसपछि अब त्यो सेनाको सुरक्षा थियो प्रधानमन्त्री मन्त्रीबाट अनन्त मन्त्री भयो बाबुराम प्रधानमन्त्री थियो त्यो बेला ठ्याक्कै अब हामी त जानु पाउनु भने पो सबै आउनु भनेर घरै यहाँ गयौँ कि हामी तल गयो त्यो विचार कुरा के भन्छन् माधव यो चाहिँ के अरे कमरेज सुनिलको शालिग भएको यही हो बाटो पनि खोलेको पहिला हामी त पिलाको बाटो यो अझै पहिला होइन तपाईँले श्रमदान गरेको हामीले सडक डिभिजनको कार्यालय बनेको रहेछ यहाँ भवनमा हेर्नुहोस् अनि यो चाहिँ पहिला जनमुक्ति सेनाको क्याम्प हो हाम्रो कमरेडहरू यही क्याम्पमा बस्नुभएको कमरेडहरू हो कोही आउँदै हुनुहुन्छ उहाँबाट आउँदै हुनुहुन्छ एकजना कमरेड चाहिँ कमरेडहरू हेर्ने